नसक्छु म, माथि जान सक्छ, फेरि तल आएर तल जान सक्छ, अनि माथि जान सक्छ। यसरी हुन्छ क्या। सो जम्मा टोटल 4 किसिमका प्राइस छन् होइन। ओएल, एचसी र ओएचएलसी जे भने पनि त्यही हो, 4वटै छ। याद गर्नु सबै इम्पोर्टेन्ट छ, तर क्लोज प्राइस अलिकता बढी इम्पोर्टेन्ट छ। सबै इम्पोर्टेन्टै हो, तर यसलाई अलिक बढी इम्पोर्टेन्ट हो भने जस्तो हो क्या। 1% भए पनि इनरभन्दा बढी दिनु यसलाई इम्पोर्टेन्ट है त। 3 महिनासम्म तपाईँ हेर्न पाउनुहुन्छ है। सो ओके, अब 11 घन्टी बज्यो। सो ओके, यो ग्रिन क्यान्डल मैले कलर भनेर यहाँ इन्डिकेट गरेँ र यो रेड क्यान्डल भनेर इन्डिकेट गरेँ राइट। सो ग्रिन क्यान्डललाई हामी के नाम दिन सक्छौँ त? एउटा बुलिस क्यान्डल, एउटा हामी के भन्छ अप ट्रेन्ड हुन सक्ने खालको क्यान्डल, दुईवटा नाम दिन सक्छौँ। यसलाई पनि हामी त्यस्तै दिन सक्छौँ। रेड हो भने बियरिस क्यान्डल अथवा डाउन ट्रेन्ड क्यान्डल होइन। यतिवटा नामले जे दिए पनि भयो, तपाईँको बुलिस क्यान्डल, बियरिस क्यान्डल मात्रै भने पनि पुग्छ, डजन्ट म्याटर, तपाईँले कुनै पनि भने पनि भयो। सो अब अघिको जस्तै यहाँनिर हामीले हेऱ्यौँ यो क्यान्डलको 4वटा प्राइस, त्यस्तै यहाँ पनि हेर्छौँ अब है, र छुट्याउन सजिलो बनाउँछौँ। एउटा जब 11 बज्छ नि, यदि ग्रिन क्यान्डल भन्ने मैले अघि के भनेको थिएँ, ओपन प्राइस यहाँ हुन्छ, यसलाई मैले ओले डिनोट गरेँ, र दिनभरिमा ट्रेड गर्दाखेरि एउटा पोइन्टमा लोएस्ट प्राइस पनि हुन्छ, यो हो त्यो लो प्राइस, यसलाई मैले एलले रिप्रेजेन्ट गरेँ, ठिक छ। अब मैले अघि भने जस्तो लो छ भने पक्कै पनि हाई पनि हुनसक्छ, हाई प्राइस, द्याट इज मैले एचले डिनोट गरेँ, र यो पोइन्टमा के हो त क्लोज प्राइस है। अब यहाँ रेड क्यान्डलको बाँकी छ नि, जहाँनेरि ग्रिन क्यान्डलको ओपन प्राइस हुन्छ त्यसको अपोजिट साइडमा रेड क्यान्डलको ओपन प्राइस हुन्छ। तपाईँहरूलाई याद गर्न सजिलो हुन्छ भनेर बनाइदिएको, अरू केही पनि होइन। त्यस्तै गरी ओपन यहाँ हुन्छ, त्योभन्दा माथि यो हाई प्राइस हो, हाइएस्ट प्राइस यही होला। यदि यो हाई प्राइस, ग्रिन र रेडको हाई प्राइस एउटै हो, एउटै ठाउँमा हुन्छ, दुइटैको केही चेन्जेस हुँदैन यसमा। ग्रिनको हाई प्राइस नै रेडको पनि हाई प्राइस नै हो, यानि कि भाग चाहिँ माथिल्लो भाग नै हुन्छ। अर्को लो प्राइस पनि यहाँ छ सेम, र 3 बजे गएर क्लोज हुँदाखेरि क्लोज प्राइस यहाँ हुन्छ, द्याट इज सी। अब तपाईँलाई मैले यसलाई डिफ्रेन्सिएट गरेर लेखेँ भने यसको नाम टेक्निकल नाम के हुनसक्छ, यसको सुरुमा के भयो त, यहाँनिर यो ग्रिनको एक्टिभिटी के भयो त, ओ ओपन प्राइस, त्यसपछि लो प्राइस, त्यसपछि हाई प्राइस, त्यसपछि क्लोज प्राइस। सो ओएलएचसी, र यसको त्यसै गरी हेर्नु भने ओ ओपन प्राइस, हाई प्राइस, लो प्राइस, र यो क्लोज प्राइस। ओएलएचसी र ओएचएलसी यो धेरै इम्पोर्टेन्ट छ। अब आज हामीले ओएलएचसी अथवा यसको नाम, जो ग्रिन क्यान्डलको नाम ओएलएचसी नै किन राखियो, सिओएचएल किन राखेन, ऱ्यान्डम किन राखेन, ओएलएचसी नै किन राख्यो, र ओएचएलसी नै किन राख्यो, यही नै हो यसको नाम, तपाईँले इन्टरचेन्ज गर्न मिल्दैन। रिजन छ, यसको रिजन हो कुनै पनि क्यान्डलको नाम OLHC, that is bullish candle, and OHLC, that is bearish candle. Is named due to
एएमडी कन्सेप्ट। अब यो एएमडी के हो, यही त पढ्नुपर्ने छ। म्यानुपुलेसन 3। अब तपाईँहरूले आजभन्दा अगाडि यो कुरा सुनेकै हो, मलाई थाहा छ, तर इम्प्लिकेसन आज म तपाईँहरूलाई भन्दैछु के भएको हो है त। अब यहाँ जाउँ, हेर्नु त, कुनै पनि क्यान्डल तपाईँले देख्दाखेरि जस्तै ग्रिन क्यान्डलको इक्जाम्पल लिउँ। ग्रिन क्यान्डल कस्तो देखिन्छ, सरी यस्तो देखिने हो होइन, अन एन एभरेज यस्तो देखिन्छ। सो ग्रिन क्यान्डल यस्तो देखिन्छ र यो मानिलिउँ, मैले एक्जाम्पलको लागि भने यो 1 मन्थको एउटा क्यान्डल, ताकि तपाईँलाई रिलेट गर्न सजिलो हुन्छ है त। यो एउटा क्यान्डल 1 महिना है। अब यसमा के भएको होला, त्यो यसमा हामीले हेर्नुपर्ने छ कि यो ओएलएचसी र ओएचएलसी नै किन भयो त, एएमडीको कारणले भएको। एएमडी भनेको के हो, यो क्यान्डलभित्र, यो बियरिस क्यान्डल र बुलिस क्यान्डलभित्र एकुमुलेसन, म्यानुपुलेसन, डिस्ट्रिब्युसन भनेको के हो र यो कसरी एक्ट गरिरहेछ। हेर्नु, यो एकदमै एडभान्स कन्सेप्ट हो यो चाहिँ अहिलेको जुन भन्दैछु म। नत्र सिधा क्यान्डल मात्रै भनेर म अगाडि निस्किन सक्थेँ, नो, डिटेलमा भन्नु जरुरी छ है। अब हेर्नु, अब मैले सिधासिधी तपाईँहरूलाई के भनेको थिएँ कि कुनै पनि क्यान्डल ओपन यहाँ हुन्छ, अफकोर्स लो यो पोइन्ट हो, हाई यो पोइन्ट हो र क्लोज यो पोइन्ट हो। मैले सर्टमा लेखी पनि दिन्छु, सर्टमा लेखौँ, ओपन, लो, हाई र क्लोज, ओएलएचसी। तपाईँहरूलाई थाहा छ, तपाईँहरूले किन्दाखेरि कुनै पनि स्टक किन झर्छ, किन्दैखेरि किन झर्छ, जतिखेर तपाईँ किनि पनि रहेको हुन्छ नि, किन्ने बित्तिकै झर्छ, यस्तो किन झर्छ जेनरली। तर चाहिँ मैले किनु कि झर्छ, किन चाहिँ झर्छ, यही कन्सेप्ट बुझिन्छ एएमडीबाट। अब के हुन्छ भने नि, हामीहरू मार्केटमा कतिजना छौँ, 2 जना छौँ टोटल। एउटा ट्रेडर, हामी तपाईँ जस्तो नर्मल मान्छे होइन, र अर्को मान्छे छ बिग प्लेयरहरू होइन। हामी थोरै पैसाले पनि ठुलो प्लेयरसँग टक्कर लिन खोज्दैछौँ। अब त अभियसली हुँदैन, त हामीले गर्ने के हो भन्दाखेरि यो ठुलो प्लेयरको फुटप्रिन्टलाई चाहिँ पक्रेर अगाडि बढ्ने हो क्या, उसँग जुध्ने होइन। हामी जुध्न सक्दैनौँ, यो फ्याक्ट हो। उसले केही एक्टिभिटी गर्यो, यहाँ देखिन्छ, देखिने बित्तिकै हामीले काम गर्ने हो। ओके, सो के हुन्छ त, जस्तै यहाँ मार्केट ओपन हुँदै बित्तिकै हामी के गर्छौँ त, किन्छौँ, ठुलोले पनि किन्छ, हामी पनि किन्छौँ, ठुलोले पनि किन्छ। अब हाम्रो एक्सपेक्टेसन के छ त, यहाँ किनेपछि मार्केट बढ्नुपर्छ भन्ने एक्सपेक्टेसन छ। ठुलो प्लेयरलाई पनि थाहा छ कि सानोहरूले के सोचिरहेछ भनेर, उसले यहाँ किनेको छ, उसले सोचिरहेछ कि माथि बढ्छ भनेर। ठुलो प्लेयरलाई मजाले थाहा छ हाम्रो हरकत। अब हाम्रो हरकत अनुसार उसले गर्यो भने त उसलाई घाटा लाग्छ। हामीले सोचेको अनुरूप नै उसले गरिदियो भने त उसलाई घाटा लागिगयो नि। त्यही भएर उसले हाम्रो सोचाइ अनुसार हिँड्दैन कहिले पनि, ऊ आफ्नो सोच र स्ट्राटेजीमा बसेर फिक्स हुन्छ, ऊ हल्लिँदैन, हल्लिने हामी हो। सो यहाँ के हुन्छ भने, हामीले यहाँ किनेर स्टप लस यहाँ राखेको हुन्छौँ, एसएल यतिभन्दा तल आयो भने बेच्छु भनेर, योभन्दा तल चाहिँ म सहन सक्दिनँ भन्ने हुन्छ। यो कुरा ठुलोलाई मजाले थाहा हुन्छ, ठिक छ। अनि ठुलोले के गर्छ त, जानेर मार्केट तल झार्छ। अब ठुलोलाई किन्नु नै पर्ने चाहिँ 1-1.5 लाख किता, थोरैले त उसलाई हुँदैन। अब उसले थोरै यहाँ किन्छ, यो किनेको देखेर भोल्युम लाग्छ, भोल्युम लागेको देखेर के हुन्छ त, सानो प्लेयर पनि इन्ट्री गर्छन् र म्यानुपुलेट गरेर तल झार्दाखेरि तपाईँ हामी डरले बेच्छौँ क्या। सो जो उसलाई यहाँ जति स्टक चाहिएको थियो त्यो नभेटेको स्टक अब यहाँ तल भेट्छ, किन भन्दाखेरि हामीले स्टप लस छ, हामी बेच्छौँ क्या डरले।
हामीले बेच्नु भनेकै ठुलो प्लेयरले किन्नु होइन र, एक्ज्याक्टली हो। सो अब यो तल झरिसकेपछि तपाईँको दिमागसँग खेलिसकेपछि उसले अनि यहाँ पछि इम्पल्सिभ मुभ भएर माथि जान्छ मार्केट। यही तपाईँहरू हेर्नुहुन्छ ब्रेकआउट भन्ने शब्द, अनि तपाईँहरू ट्रेड गर्न जानुहुन्छ। यसलाई भन्छ इम्पल्सिभ मुभ। मार्केट एकदम फास्ट कुदेर गयो र यो पार्ट जुन यति छ, यति पुरै पार्टलाई के भनिन्छ? यति पुरै पार्टलाई के भन्यो त? एकुमुलेसन। यति पार्टलाई। र यहाँदेखि यो पार्टलाई के भन्यो? म्यानुपुलेसन। अब इम्पल्सिभ मुभ भएर गयो, यो क्यान्डल यसरी नै बढ्दै गयो, यहाँसम्म गयो, यहाँसम्म गयो, यहाँसम्म गइसकेपछि अब उसलाई बेच्नु पर्ने छ, बिस्तारै बेच्दै जान्छ नि। यसलाई भन्छ डिस्ट्रिब्युसन। सो हामीले किन्दाखेरि यहाँ किन्छौँ, मार्केट झर्छ, झरिसकेपछि माथि जान्छ, गइसकेपछि फेरि यहाँ आएर क्लोज हुन्छ। रिजन यो हो। अब यसलाई मैले क्यान्डलको जस्तो रूप दियो भने कस्तो देखिन्छ त? सो यो भयो, यस्तो देखियो। यहाँदेखि यतिलाई काट्दिनु, तलको पार्ट विक भयो, माथिको पार्ट पनि विक भयो, बिचको बडी भयो। त्यही भएर किन्दा पनि हतारिनु हुँदैन, बेच्दाखेरि पनि हतारिनु हुँदैन भनेको यही हो। अब हामीले यसमा फाइदा चाहिँ के लिन सक्छौँ त? अफकोर्स हाम्रो इन्टायर यो सेसनमा पनि हामी त्यही नै पढ्छौँ। र यहाँनिर चाहिँ के हुन्छ भने जब यो ठुलो प्लेयरले यहाँ अलिअलि किनेर जो म्यानुपुलेट गरेर तल झार्छ नि, हामीलाई किन्नु यहाँ छ, यो पोइन्टमा। टार्गेट सर यो पोइन्ट हो। हजुर सर, हामी प्रायःको सबै कन्सेप्ट अनि स्टप लस हिट गरेपछि हामी बेच्ने नै निस्किने नै भन्नुभयो त नि। त्यहाँ अनि अब हाम्रो स्टप लस हिट भएपछि अब हामी बेच्ने हो कि होल्ड गर्ने हो? अब कन्फ्युजन बेच्ने नि, त्यहाँनिर होल्ड त कुरा हुनै भएन नि। जब यस्तो हुन्छ क्या, जस्तै किन्दाखेरि नै हामीले मान्यौँ 500 रुपियाँमा किनेको हुनुहुन्छ भने हामीले यो किन्दाखेरि नै हामी सुरुमै टार्गेट र लस दुइटै डिफाइन गरेका हुन्छौँ। टार्गेट यदि मैले 50 रुपियाँ एक्स्ट्रा कमाउने छ भने यसको लागि तपाईँ कति सेक्रिफाइस गर्न तयार हुनुहुन्छ? 10 रुपियाँ, 20 रुपियाँ? 50 रुपियाँ कमाउनको लागि 20 रुपियाँ तपाईँ सेक्रिफाइस गर्न तयार हुनसक्छ। हुनसक्छ नि मार्केट तल झरेर हानिदिन्छ होला, हुनसक्छ, 100% हो नि त। त्यसलाई त हामीले होइन म त प्रफिटमै जान्छु भन्न त मिलेन। सो यहाँनिर त तपाईँलाई स्टप लस लगाएर बेच्नु नै पर्छ क्या। त्यही भएर अलरेडी डिफाइन्ड हुनुपर्छ यो कुराहरू। योभन्दा तल म सेल गर्छु, स्टप लस भनेको सेल गर्नु हो, है त। सो ओके, अब हामीले एएमडी हेर्दै थियौँ। यो कन्सेप्ट मात्रै सबभन्दा ठुलो कन्सेप्ट हो, यो चाहिँ बुझ्नुपर्छ हामीले। यही कुरा बुझ्यौँ भने मात्रै क्यान्डलको लोएस्ट पार्टमा हामीले किन्न पाउँछौँ र एउटा राम्रो टार्गेट उठाउन सक्छौँ हामी। जस्तै ओपन भयो प्राइस, हुनसक्छ ओपन हुने बित्तिकै तल नजाला, मान्न सक्छु म, माथि जान सक्छ, फेरि तल आएर तल जान सक्छ, अनि माथि जान सक्छ, यसरी हुन्छ क्या। सो हामीले पेसेन्टली वेट गर्नु पर्यो कि यो तल आउँछ। पेसेन्स एकदम हेभी चाहिन्छ। किन्दाखेरि पनि पेसेन्स चाहिन्छ, बेच्दाखेरि पनि त्यही लेभलको पेसेन्स चाहिन्छ, है त। सो अलिकति अझै अगाडि बढौँ अब। सो यो कन्सेप्ट अझै हामी एसएमसी हेर्दाखेरि अझै बेटर ग्रेटर डिटेलमा हेर्छौँ, त्यतिखेर अझै क्लियर हुन्छ, है त। सो ओके, अहिले त हामी बेसिकमै हेर्दैछौँ। सो यहाँदेखि डाइरेक्ट म एसएमसी जान सक्छु होइन, योभन्दा तल अरू केही नपढेर पनि डाइरेक्ट जान सकिन्छ, केही पनि फरक पर्दैन। किन मैले अघिदेखि के भनिरहेको छु, यो क्यान्डलको नेम, यो क्यान्डलको के अरे कलर मेरो लागि इम्पोर्टेन्ट छैन क्या, केही पनि इम्पोर्टेन्ट छैन। म डाइरेक्ट एसएमसीमा जान सक्छु, होइन तर वेट अलिकता हेरिहालौँ, बसेकै छु, के छ अन्त, होइन।
सो ओके, अब हामीले एउटा कुरा चाहिँ के हेऱ्यौँ भने यो यहाँ जाउँ यसमा। सो हामीले के हेऱ्यौँ भन्दाखेरि ओपन प्राइस हेऱ्यौँ, लो प्राइस हेऱ्यौँ, हाई प्राइस हेऱ्यौँ, क्लोज प्राइस, रेटको पनि। एउटा कुरा हेर्नु राम्ररी, यसमा जम्मा टोटल 4 किसिमका प्राइस छन् होइन? ओएल, एचसी र ओएचएलसी, जे भने पनि त्यही हो, 4वटै छ। याद गर्नु सबै इम्पोर्टेन्ट छ, तर क्लोज प्राइस अलिकता बढी इम्पोर्टेन्ट छ। सबै इम्पोर्टेन्टै हो, तर यसलाई अलिक बढी इम्पोर्टेन्ट हो भने जस्तो हो क्या। 1% भए पनि इनरभन्दा बढी दिनु यसलाई इम्पोर्टेन्ट है त। अब यसको आउँछ, केसेसहरू धेरै आउँछ। अब अलिकता अझै जाउँ हामी। सो क्यान्डल भन्ने बित्तिकै के भइरहेछ यो? ओके, सो क्यान्डल स्टिक भन्ने बित्तिकै अघि मैले बनाए जस्तो यस्तो नै जहिले पनि हुन्छ जरुरी छैन नि होइन? यस्तै हुन्छ भने त केही जरुरी छैन। यो सायद यस्तो हुनसक्छ, सायद यस्तो मात्रै हुनसक्छ होइन? सायद यस्तो हुनसक्छ, यो सायद यस्तो मात्रै हुनसक्छ। त अघि मैले लेखेको ओएलएचसी 4वटा प्राइस इनरमा छ कि नै? जस्तै यसमा मात्रै मैले हेरेँ 4वटा प्राइस छ या छैन। जस्तै कुनै क्यान्डल यस्तो पनि होला, कुनै क्यान्डल यस्तो पनि होला। सो के चाहिँ भएको छ त? त्यो हेरौँ लेखेर, किनभने क्यान्डलको त सेप एन्ड साइज डिफ्रेन्ट छ नि। तपाईँ हामीले यहाँ हेऱ्यौँ, सरी ओके, यहाँ हेर्नु त, सबै क्यान्डलको सेप एन्ड साइजै फरक छ। यो क्यान्डल र यो क्यान्डल हेर्नु, यो क्यान्डल, यो क्यान्डल, यो क्यान्डल, यो क्यान्डल, सबैको सेप एन्ड साइज फरक छ। तर के यो फरक हुँदाखेरि अघि मैले 4वटा प्राइस भनेको छ या छैन, के छ? त्यो हो इम्पोर्टेन्ट कुरा होइन? अब आइडियल केस भने मैले त्यसलाई आइडियल केसको क्यान्डल स्टिक। अब मानिलिनु क्यान्डल यस्तो छ। अब मलाई यो 4वटा कुरा निकाल्नु पर्ने छ यसमा। ओके, अब जाउँ। सो यसलाई चाहिँ अलिकति कलरले डिफाइन गऱ्यो भने अझै बेटर हुन्छ। तपाईँलाई म कलर चाहिँ भनिदिन्छु। जस्तै यो यस्तो छ र यो यस्तो छ, एउटा क्यान्डल यस्तो छ र अर्को क्यान्डल मैले यहाँ बनाएँ यस्तो छ। यो यतिलाई भनेपछि बाङभनी तपाईँले निकालिहाल्नुहुन्छ। सो यहाँ हेर्नु, यो क्यान्डलमा ओ कहाँ छ, ओपन कहाँ भएको छ? सो यो ग्रिन क्यान्डल हो, त्यही भएर ओपन जहिले पनि यहाँ हुन्छ। सो ओपन मैले यहाँ लेखेँ है त। ओपन यहाँ छ भने लो कहाँ छ? लो, लोएस्ट पार्ट यो हो, लो यहाँ हो, लो लेखेँ मैले यहाँ। अब यसको हाइएस्ट पोइन्ट यहीँ छ जहाँनिर ओपन छ, त्योभन्दा माथि गएकै छैन हो। भनेपछि हाई यही भयो र अर्को क्लोज पनि यही पोइन्ट हो जहाँनिर मार्केट गएर क्लोज भएको छ। क्लोज पनि यही पोइन्ट हो भनेपछि यहाँ ओएल त भेट्यो मजाले डिफ्रेन्ट ठाउँमा। अर्को ओ इजिकल टु एच इजिकल टु सी छ। ओपन, हाई र क्लोज प्राइसको एउटै प्राइस हो क्या। मानौँ यो 300मा ओपन भएको थियो, यो 250सम्म गयो, क्लोज पनि यही भयो, हाई पनि यही हो, 300 300 300 र 250। सो यहाँ सबै प्राइस छ, यहाँ पनि त्यही होला। यहाँ के छ त? ओपन भएको छ इजिकल टु लो छ, लोएस्ट प्राइस पनि यही हो, त्यसपछि हाई छ र क्लोज प्राइस पनि यही नै हो। 4वटा आयो। सेम यहाँनिर अब के हुनसक्छ? ओपन इजिकल टु लो इजिकल टु हाई इजिकल टु क्लोज हो। यहाँनिर के हुनसक्छ त? ओपन यहाँ भयो, लो पनि यही छ, लो छैन भने त हुँदै हुँदैन क्या, सबैमा हुन्छ, लोएस्ट पोइन्ट नै यही हो। सो ओपन इजिकल टु लो, हाई इजिकल टु क्लोज। यो हाई पोइन्ट हो भने हाइएस्ट पोइन्ट पनि यही हो। अब यति भनिसकेपछि बाङवादी अरू जस्तो सुकै क्यान्डल भए पनि तपाईँहरू निकालिहाल्नुहुन्छ
है। रेडको केस पनि त्यही हो, ग्रिनको केस पनि यही हो है त। सो यो चारवटा प्राइस जहिले इम्पोर्टेन्ट छ। मैले फेरि एकचोटि रिपिट गरेँ, क्लोज बढी इम्पोर्टेन्ट छ। यसको बिस्तारै हामी सिग्निफिकेन्स इम्पोर्टेन्टहरू